हेलो साथीहरू सबैजना नमस्ते। म रञ्जिता बस्नेतिर लकडाबाट देश विदेशमा सबैतिर रहनु भएको मेरो दाजुभाइ दिदीबहिनी इष्टमित्र साथीभाइलाई सबैलाई शुभ दिन नमस्ते भन्दै के लाग्छ काम गर्ने मान्छे जस्तै मैले चाहिँ बिहानभरि लुगा धोइसकेको छु। अब बाख्रा लानु एकछिन है त लानुपर्छ। अब बाख्रा पर दुध पार्छु पाठालाई अनि मात्र लाग्ने अनि त्यही खुवाउने त्यो ठिक्क पार्दिनु अनि बार्न त म पारिहाल्छु ट्याक्का टुक्का पारेर। त्यति पास खरिएपछि त मेरो आज काम यही हो बार्ने। दुध खाना छिटो 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 कुहाउने खोइ त नि आवाज छिटो 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 छिटो। आज किन यसो गरे अम्म अलिअलि आज भोकाका रहेनछन्। अब यति साह्रो आउँछ नि दुईजना लाप्पा खेली लु ए ए ए ए ए कुहाउँछ जसले खायो उसले चिनो, जसले खायो उसको पेट भरिन्छ है। छिटो 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 हो ले खायो ओए छिटो है। थापा आज कसले खाने पाले पाला खाने पाले त्यो यी छोराहरू मात्र खान्छन् क्या गाईको दुध। त्यो पाठी खाँदिनँ, एक्लै छोरी उमा हो भने चाहिँ खाँदिनँ दुध गाईको दुध। आमाकै मात्र खान्छु भन्छ कम्ता बाठी चाहिँ। खाऊ न छिटो खाऊ ढिलो भइसक्यो। आफ्नो यहाँ बुढालाई खाजा बनाएर खुवाएर पठाउनु पर्ने काममा छिटो खाइदियो त। बिहान बेलुका जाडो भए पनि दिउँसो त घाम लाग्छ साथीहरू, बिहानै घाम लागिरहेको छ। बिहान बेलुका साह्रो जाडो छ। हजुरहरूकोतिर पनि त्यस्तै त होला होइन, सबैतिर एउटै हो। अनि आज सुभिक्षा भतिजी पर्छ मेरो मामा ससुराको नाति नै, उसलाई चाहिँ जन्मदिन छ आज। जन्मदिनको धेरै धेरै शुभकामना। भिडियो हेर्दैछस् भने यहीँबाट जन्मदिनको शुभकामना छ तँलाई। राम्ररी पढ्नु, ज्ञानी हुनु। अब चाहिँ मेरो खानासाना बनाउने बेला हुन्छ साथीहरू। भ्याउन त भ्याउँदैन यसो भिडियो बनाउन, त्यही पनि यसो भ्याएर ठ्यास्स बनाउन मन लाग्छ। के गर्नु हौ, यसो बनाउन भन्ने हो। खासै यो बनाएर घरैसी कामहरू देखाएर बोलेर त हुने त केही होइन। सबैको काम हुन्छ, सबै बिजी नै हुन्छ आफ्नो घरमा। त्यही पनि यसो बनाउन, यसो हेरौँ अलिक पछाडि यस्तो पो गरिएछ, यस्तो पो भएछ, के चेन्ज हुन्छ, के परिवर्तन हुन्छ होइन भनेर मात्र बनाएको साथीहरू। अन्यथा नसोच्नु होला। मन परे लाइक कमेन्ट गर्नु होला, मन नपरे पनि सारिदिनु होला सट्ट भन्थ्यो। अब अहिलेलाई यति नै। अब एकछिनमा म के गर्छु कसो गर्छु हजुरहरू हेर्दै गर्नु होला। आज चाहिँ म भिडियो बनाएर हजुरहरूलाई देखाउने छु। जहिले तहिले त म भ्याउँदिनँ। अब बनाउनु के को बनाउनु सधैँ एउटै देखाउन नि अप्ठ्यारो होइन। ल साथीहरू आज चाहिँ अहिलेलाई यति नै। भरे भेटौँ। चाहिँ बुढा ड्युटी जान आँट्नु भएको छ। बिस्तारै जानु। मेरो चाहिँ बुढा काममा लाग्नुको साथीहरू चाहिँ बुढा काममा जानुभयो साथीहरू। काम भनेको ठुलो सानो केही हुँदैन होइन, काम भनेको कामै हो। वायरिङ प्लम्बिङको काम गर्नुहुन्छ हजुरहरूलाई पनि आवश्यक परेको जसले सम्पर्क गर्नु होला। राम्रो भरपूर्ण होइन, भरपूर्ण मतलब भरोसा गर्ने सक्नुहुन्छ, भरोसा गर्न सक्नुहुन्छ। बोल्न नि आउँदैन क्या घरिघरि, राम्रो गर्नुहुन्छ भन्नुहुन्छ अब सबैले। म चाहिँ आफ्नै बारीमा परेको साग खाँदैछु साथीहरू। 3 पल्टको प्रयासमा साग खान लायकको बनाएको छु। यसपालि पानीले के भदौदेखि रोप्दा पनि दिएन है साथीहरू। त्यस्तै हो, गरेर खानै पर्यो होइन। काम गरेर जहाँ बसे नि, नेपालमा बसे नि विदेशमा बसे पनि जहाँ गए पनि काम गरेर खानै पर्ने हो होइन। त्यस्तो
कता पो लडी गयो मोबाइल पनि अड्याउने ठाउँ मिल्दैन पक्ला पक्ला हाल्छ त्यो काम गर्दै बनाउन अलिक गाह्रै हुन्छ कि यस्तै हो अब भिडियोहरू हेर्दै गर्नु होला कस्तो बन्दै जान्छ अहिलेलाई चाहिँ म खाना बनाउँदैछु साथीहरू नानी ट्युसनबाट आएर घरबाट आउँदैछ नानीको एक्जाम छ त्यही पनि एउटा सक्ने काम लगाउनै पर्यो होइन साथीहरू अहिले भिडियो हेर्दै गर्नु होला अब बाँकी भिडियोमा ल के गर्नु साथीहरू व्यापारी भएपछि साह्रो पर्छ जतिखेरै भए पनि ग्राहकलाई खुसी बनाउन पठाउनै पर्यो अब बिहानै चटपटे खाने भन्नुहुँदैछ टाढाको मान्छेहरू हुँदो रहेछ पोरा यहाँबाट रमिको डाँडामा लानुपर्ने अरे परा लाने बोकै गऱ्यो अनि चटपटे बनाउँदैछु साथीहरू म चाहिँ रमिको डाँडा गाडीमा परा लानुपर्छ अरू चटपटे बनाउँदैछु साथीहरू काम त चल्छन् आइरहेको गाडी भएपछि अब गरिदिनु भन्नु मिलेन अहिले म दिएर यति भएर लागेको होइन सबै थोक लाग्यो तपाईँहरूलाई खोर्सानीहरू म चाहिँ काम सकेर खानासाना खाइवरी घरमा सकेर आइसकेँ साथीहरू तपाईँहरू चाहिँ के गर्नुहुँदैछ खाना खाइसक्नुभयो कि बिहानको 11 बजीसक्यो यस्तो छ होला त्यतिखेर काम सकिँदैछ म चाहिँ बेरा बाह्रमा लाग्दैछु साथीहरू बेरा बाह्र काम भनेको गरेपछि सबै थोक आउँछ अरे कि त्यही भएर थालेको मैले साथीहरू गर्न यति गरिसकेँ अब के कस्तो हुन्छ हेर्दै जाने साथीहरू कतिजनाले भन्नुहुन्छ क्या मलाई डाइरेक्ट पनि न तिम्रो त काम छैन क्या हो टिकटक मात्रै बनाउँछौ त हौ भन्नुहुन्छ कला हुनु पऱ्यो नि भ्याएर त गर्ने लस्याङलुसुङ गरेर हुन्छ साथीहरू खुरु काम गर्दै यता पनि टिकटक भ्याउँदै गर्नुपर्छ किन भ्याइँदैन होइन कला पो चाहियो त कसको छ कला मेरो जस्तो सबैको छ नि होइन टिकटक त बनाउन छोडेन त्यो उमेरमा बनाउन पायौँ हामीले बनाउन पायौँ यसो मोबाइल टिकटिके मोबाइल यसो छोयो भने पनि यसो सर्प ग्याम हुन्थ्यो खेल्दा पनि कसरी गाली खाइन्थ्यो म पर डेडीहरू आउँदै गर्दा हतार लुकाउनु पर्थ्यो अहिलेका केटाकेटीहरू त जन्मिँदै मोबाइल छोराछोरी बिग्रे भनौँ जन्मिन नपाइकन हामी नै काम गर्न सजिलो यता कहीँ जान सजिलो यता केही गर्न सजिलो भनेर छोराछोरीलाई मोबाइल तेर्साइदिइहाल्छौँ अनि लागेको बानी छोड्छु त छोड्दैन पढेन मोबाइल मात्रै हेऱ्यो भन्छौँ त्यस्तै हामीले हाम्रो उमेरमा हेर्न पाइएन छुन पाइएन यति साह्रो बिगबिग्ती मोबाइल थिएन पनि त्यही साथीहरू त्यही भएर अहिले चलाइन्छ मोबाइल भ्याएर पनि चलाइन्छ यो महिलाले के छ नपढ्न छ अहिले अब यो उमेरमा आएर बुढी भइहाल्यो 30 त बुढी नै भयो अब भने के भन्नु होइन फेरि अझै कति छ जिन्दगीमा है बुढी चाहिँ नभनौँ तर नि त दिनहरू गयो नि त दिनहरू जाँदैछन् ल साथीहरू यस्तै हो म चाहिँ बार बाँध्दैछु अब बुढो पनि भ्याउनुहुन्न बिचरा कति थोक गर्नुभित्र नि बाहिर पनि आफ्नो सकेको त गर्नै पर्यो यति भन्दै मेरो भिडियो आज यहीँ गर्छु तपाईँहरूको सामु आउँदाखेरि कतिखेर आउँछ मन परे लाइक सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला पुरै हेर्नुहुन्छ हुँदैन मेरो भिडियो खास त केही छैन छन त यस्तै हो घरैसी सबैको हुन्छ त्यही पनि यसो भिडियो बनाएकै साथीहरू सबैजनामा फेरि पनि नमस्ते यति भन्दै म आजलाई यहीँ गर्छु बाई बाई साथीहरू फेरि भेटौँला अर्को भिडियोमा है चिसोमा राख्नु भएन होइन तातो राख्नु मतलब तातोमा बसेर हुँदैन अब यतिको बनाएँ अब साथीहरू अर्को भिडियोमा भेटौँ है त।